तपाईँलाई पनि जानकारी होला सुर्खेतमा सर्वोच्चमा साइबर ब्युरोमा लगायतका मुद्दाहरू छन् तपाईँ मेल लगाएर आउनु भएको छ यो प्रहरीले लगाउन नपरोस् भनेर तपाईँले भनेको जस्तो हामी निरन्तर माइतीघर मण्डलमा अपराध विश्वकर्माको हत्याको घटनालाई लिएर सुर्खेतको अदालतले गरेको फैसलाको विरुद्धमा यहाँका न्यायाधीशहरूको विरुद्धमा अहिले केही क्षणमा हामी न्याय परिषदमा मुद्दा लिएर जाने तयारी गरिरहेका छौँ र तपाईँले प्रसङ्ग जान पाउनुहुन्छ किन न्याय परिषदमा म तयार छु तपाईँले अहिले के गर्न खोजेको जस्तो मलाई पनि प्रहरीले जानकारी गराएको छ तपाईँको विरुद्धमा सुझाउहरू आएको छ मलाई पनि प्रहरीले बताएको छ म यसको लागि तयार छु म यसको लागि आफै नै लगाएर आएको छु प्रहरी अगाडि बसिरहेको छु म तयार छु तपाईँको वरिपरि प्रहरी कति छ हेर्नुहोस् त 200-250 प्रहरीको बिचमा तपाईँ हुनुहुन्छ अब तपाईँलाई कति बेला गिरफ्तार गरेर लैजान्छ म तयार छु यसमा हामीमाथि जे खालको अन्याय भयो हामीमाथि जे खालको अत्याचार भयो र त्यो वकिलले हाम्रा विरुद्धमा जसरी उसमा लेखी त्यसका विरुद्धमा मैले त्यसलाई त्यसकै अदालतमा गएर कसरी पढाउनुपर्छ के प्रमाण पेश गर्नुपर्छ यसको लागि म तयार छु फैसला विरुद्ध वकिललाई नै तपाईँले चरित्र हत्या गरेको आरोप खेपिरहनु भएको छ होइन त्यसो गर्न पाइन्छ भनेर सही अराजक भयो भन्दा होइन ठिक छ मैले पहिले भने नवराजको हत्या चाहिँ सत्य थियो ठिक थियो त्यो चाहिँ सभ्य थियो तर हत्या किन भनेर बोल्ने कुरा अराजक थियो भन्ने लाग्छ मलाई अराजक हुन मलाई आपत्ति छैन उनले जसले हत्या गरेका थिए उनलाई अपराधी घोषणा नगर्ने तर जसले यो किन गरियो भनेर यसो किन गरियो भनेर बोल्दाखेरि त्यसलाई अपराधी घोषणा गरिन्छ भने म अपराधी बन्न म तयार छु एउटातर्फ र अर्को कुरा तपाईँले अहिले भनेको जस्तो जो वकिललाई मनिषा गौतम नाम गरेको जो वकिलले मेरा विरुद्धमा मुद्दा हालेको छ उसले सर्वोच्च अदालतमा हालेको मुद्दाबारे मेरा कुनै पनि आपत्ति छैन किन अदालतको मानहानि भएको विषयमा अदालतमा चलेका मुद्दाका विषयमा अदालतमा जे भइरहेको छ त्यो विषयमा अदालतमा जान पाइन्छ मलाई अदालतले जवाफ लिने लिखित जवाफ माग्ने फैसला गरेको छ म त्यो जवाफ दिन तयार छु र दोस्रो गर्न सुन्नुहोस् तपाईँले अघि उसको बारेमा चरित्र हत्या गर्यो भन्दै गर्दा उसले मेरो फोटोहरू हालेर फेसबुकमा के लेखेको छ अहिले उसले त्यो सबै डिलिट गरेको छ वकिलले यस्तो चोर बाटो हिँड्न मिल्छ वकिलले बहस गर्ने काम सबै बसेको छ म पनि पत्रकारिताबाट आएको एउटा पत्रकारिताको इतिहास होइन म पनि त्यत्तिकै एउटा वकिलको विरुद्धमा सामाजिक के हुन्छ स्पष्ट रूपमा मैले त्यो कुरा बुझेँ त्यसैले तपाईँले अहिले भनेको जस्तो कुराहरू यहाँ राख्दै गर्दा म स्पष्ट अदालतमा दिनुपर्ने प्रहरीमा दिनुपर्ने अहिले मलाई प्रहरीले बोलाएको पनि छ खबर गरेको पनि छ तपाईँलाई जानकारी गरायो कि तपाईँको विरुद्ध मुद्दा परिरहेको छ तपाईँले सरेन्डर गर्नुहुन्छ कि गिरफ्तार दिनुहुन्छ होइन म कानुनलाई सघाउन तयार छु म प्रहरीलाई सघाउन तयार छु छानबिनलाई सघाउन म तयार छु म माथि भएको अत्याचार यो समुदायमाथि भएको एउटा नवराज विश्वकर्माको हत्याको यति गम्भीर मुद्दालाई एउटा वकिलले त्यति हल्का फुल्का टिप्पणी गर्न मिल्छ कि मिल्दैन यत्रो समुदायको अपमान गर्न मिल्छ कि मिल्दैन यत्रो समुदायमाथि त्यो खालको व्यवहार कुनै मलाई फेसबुकमा अपराधी घोषणा गरेको एउटा वकिलले सामाजिक सञ्जालमा मेरो फोटो हालेर अपराधी घोषणा गरेको त्यो छोटो वकिललाई हुन्छ कि हुँदैन सामाजिक सञ्जालमा अदालतमा चलेको मुद्दाबारे मगेन्द्र सुनारको मैले यसो गरेँ भने के हुन्छ त्यसो गरेँ पनि के हुन्छ यो गर्दा मलाई के हुन्छ त्यो गर्दा मलाई के हुन्छ भनेर उसले जुन स्टन गर्न खोजिरहेको छ उसलाई लागेको होला यो अरूसँग ठोकिएको जस्तो अरूको मुद्दा जस्तो उसलाई लागेको होला तर दलितको मुद्दा बजारमा चलिरहेको आन्दोलनको मुद्दा भन्दा यो मुद्दा गम्भीर र फरक प्रकृतिको मुद्दा हो यो कुरा बुझ्नुपर्छ गिरफ्तारीको तयारी त प्रहरीले आफ्नो हिसाबले गरिरहेको होला मलाई ठ्याक्कै बताइदिनुहोस् न तपाईँको सल्लाह चाहिँ प्रहरीसँग के भयो म सरेन्डर गर्छु भन्नुभयो कि मलाई गिरफ्तार गर्नुहोस् म खुलिया हिँडिरहेको छु होइन तपाईँ त हिम्मतका साथ च्यालेन्ज गर्ने मान्छे हो वकिललाई च्यालेन्ज गर्ने मान्छे होइन अहिले म के गरिरहेको छु काठमाडौँको माइतीघर मण्डलमा म उभिरहेको छु म यही त छु कहाँ छु म अरू जस्तो म भाग्दैन भनेर टाप कुर्ने ठोक्ने मान्छे त होइन म भाग्दैन भने म अस्ति अदालतको गेटमा गएर पनि लडेको तपाईँले देख्नु अहिले पनि म यहाँ माइतीघर मण्डलमा मजाले नेल लगाएर बसेको छु मलाई कुनै पनि आपत्ति छैन तर दलितमाथि जे खालको अत्याचार भएको छ दलितमाथि जे खालको अन्याय भएको छ म एक दिन होइन 2 दिन होइन 1 वर्ष होइन म आजीवन जेल बस्न तयार छु तर दलितमाथिको अत्याचारका विरुद्धमा चाहिँ जस्तो खालको मुद्दा लागोस् मलाई आपत्ति छैन तपाईँको गिरफ्तार भयो भने त फेरि तपाईँको अभियान त दबिने होला नि पीडितहरूको आवाज दबिने होला दलितको आवाज दबिने होला तपाईँले भनेको जस्तो यो आवाज दबाएर दब्ने गबर जस्तो फुटेर जाने भन्ने हुँदैन यो आवाज दबाइयो भने यो माटोमा रोपेको मकैको बिउ जस्तो हुनेछ एउटालाई माटोमा दबाइनेछ अरू सयौँ फेरि मकैका घोङ्गाहरू लागेर आउनेछन् यो व्यक्तिगत कुरा होइन नवराजका मुद्दाहरू दलितले उठाएका मुद्दाहरू यो व्यक्तिगत मुद्दाहरू होइन मैले फेरि पनि भनेको कुरा के हो भने एउटा वकिलले सबै हुन जरुरी छ वकिलले कुनै पनि खालका उसलाई यो कुरा गलत हो भन्ने लागेको छ यो कुरा गलत हो भन्ने लागेको छ भने त्यो बहस गर्ने अदालतमा उसले अहिले त सबै प्रमाण डिलिट गरेको छ तर तपाईँले डिलिट गर्नु भएन म त किन डिलिट गर्छु म त 10 चोटि सोचेर हेरेर बुझेर लेख्छु मैले आजसम्म कहिले माफी माग्ने गरेको छैन सरी भन्ने गरेको छैन डिलिट गर्ने गरेको छैन तपाईँलाई त माफी माग भनेर पनि त मैले यही भने त
म यो राज्यसँग त माफी नमागेर हिँडे मान्छे त्यो फ्याउरीको हो त्योसम्म किन माफी माग्छु त्यसमा फेरि फ्याउरी भनिदिनु मैले तपाईँ किन तुच्छ शब्द प्रयोग गरिरहनु भएको छ एउटा न्यायाधीश मैले भने हेर्नुहोस् तपाईँले यसलाई म नेपाली भाषाको शिक्षक होइन म यहाँ कसैलाई पढाउन आएको भाषा शुद्ध शुद्धि रस्व दीर्घ मिलाउन आएको होइन शब्द समय मैले भने तपाईँले म आत्मसमर्पण कहीँ पनि गरेको त्यसो भए कहीँ पनि गरेको छैन उच्च अदालतमा तपाईँको निवेदन परिसकेको छ मुद्दा परिसकेको छ अवहेलनाको सर्वोच्चमा हो सर्वोच्चमा परिसकेको छ अब तपाईँ सर्वोच्चभित्र गएर सरेन्डर गरेर निस्किनुहुन्न खालि तपाईँ सधैँ भोग्नुहुन्छ म तयार छु अदालतले फैसला गरोस् आज मैले अदालतलाई यहाँबाट पनि मेरो एउटा सुविधा छ नि अवहेलना मुद्दामा यदि सरेन्डर गर्यो भने त छिटै होइन छुट्छ मैले भने मलाई छिटै सुन्नु मलाई मलाई कहाँ गएर हाजिर लाउनु पर्छ मलाई के आधार छ मलाई के आधार छ म कहाँ गएर बस्नु पर्यो मलाई के मैले फेरि पनि भने माफी माग्ने हात जोड्ने आत्मसमर्पण गर्ने भन्ने कुरा मेरो डायरीमा मेरो डिक्सनरीमा छैन आत्मसमर्पण गरेर उच्च अदालतबाट बाहिर निस्किँदैन मलाई यो छुट चाहिएकै छैन तिमी सामन्तीहरूको मलाई बिन्ती चाहिएकै छैन तिमी सामन्तीहरूले मलाई दिएको मलाई त्यो माफी चाहिएकै छैन तिमी सामन्तीले मलाई माफी हात जोड माफी माग छोडिदिनु मलाई माफी माग्नु नै छैन तर इतिहास पढ्दा हेर्ने हो भने माफी मागेर छुटेकाहरू धेरै छन् होइन त्यो त इतिहासमा कसले के गर्यो तिनको कुरा हो अरू कसले के गर्यो इतिहासमा हेर्नुपर्ने होला नि तपाईँ जसको आवाज उठाइरहनु भएको छ मैले फेरि पनि भने यी सामन्तीसँग हात जोडेर घुँडा टेकेर माफी मागेर निस्केर हिँड्ने भन्ने हुँदैन यो अदालतसँग दम छ भने फैसला गर्ने पुलिस त्यहाँ छ हात यहाँ छ हतकडी लाउने लिएर लैजाने यो प्रहरीसँग राज्यसँग मैले फेरि पनि भने म यो राज्यसँग लड्न तयार भएर हिँडेको मान्छे मैले यो राज्यलाई चाहिनुपर्ने मैले लड्नको लागि मैले आफूलाई त्यो तरिकाले तयार गरेर हिँडेको मान्छे हो मलाई कति हजार वर्ष जेल सजाय तोकिदिनुपर्छ तोकिदिनुहुन्छ म तयार छु तर आत्मसमर्पण तपाईँले भनेको जस्तो घुँडा टेक्ने माफी माग्ने ल अबदेखि गर्दैन भनेर हात जोड्ने कति वर्षको मुद्दा चल्छ म तयार छु म यो अहिले हामीले यहाँ तयारी गरिसकेका छौँ त्यो ल्याउ भाइ अहिले भर्खरै तपाईँहरू यहाँ बस्दै गर्दा हामीले यहाँ अब हामी लगतै चाहिँ न्याय परिषदमा जानेछौँ न्यायाधीशहरूका विरुद्धमा हामीले चाहिँ यो 3 पाताको मुद्दा चाहिँ तयार गरिसकेका छौँ अब तपाईँलाई यहाँबाट अलिकति यो मुद्दा पनि पढेर तपाईँलाई सुनाउँ अलिकति विरुद्ध परेको मुद्दा होइन म विरुद्ध होइन हामीले सर्वोच्चमा न्यायाधीशका विरुद्धमा अब चाहिँ सुर्खेत यो न्यायाधीशहरूका विरुद्धमा चाहिँ हामीले मुद्दा लिएर जाँदैछौँ उच्च अदालत सुर्खेतका न्यायाधीशलाई जातीय विवेचनले कसुरमा बदर गरी अन्यायपूर्ण गरेको फैसलाप्रतिको छानबिन गरी कारबाही गरी पाऊँ भनेर अब हामीले अहिले चाहिँ निवेदक यहाँ हुनुहुन्छ नवराजको बुवा यहाँ हुनुहुन्छ यो परिवार सबै परिवार सहित अहिले हामी यो लिएर सर्वोच्च अदालतको त्यो चाहिँ न्याय परिषदमा जाँदैछौँ त्यसैले यो सबै कुरा एउटै मुद्दासँग रिलेटेड कुराहरू एउटै मुद्दाले यी सबै लहराहरू पहराहरू तानिरहेका छन् त्यसैले तपाईँले अहिले भनेको जस्तो यो मुद्दा थप बलियो भएर जान्छ थप मजबुत भएर जान्छ यसमा कहीँ कतै हल्लिनुपर्ने झुक्नुपर्ने चुक्नुपर्ने केही पनि छैन मृत्युदण्ड हुन्छ भने पनि मलाई स्वीकार्य छ यो माइती घरको कति दिन आज यो माइती घरमा आज बसेको हामी 7औं दिन भइसक्यो यो सरकार यदि प्रहरीले गिरफ्तार गरेन भने तपाईँ दैनिकी कार्यमै फर्किनु होइन यो त मेरो मैले फेरि पनि भने त म प्रहरी होइन प्रहरीले प्रहरीको काम गर्ने हो मैले मेरो काम गर्ने हो प्रहरीले छोप्छ कि छोप्दैन कि कहिले छोप्नुहुन्छ छिटो गर्नुहोस् भनेर भैली खेल्न आएको जस्तो भन्दै हिँड्न पनि भएन होइन प्रहरीको काम प्रहरीले गर्ने हो मेरो काम मैले गर्ने प्रहरीलाई के छ त्यो तपाईँले प्रहरी कुरा प्रहरीलाई अब सबै पत्रकार